चाहिँ हामी भर्ना गरेर जाँदा स्कुलमा हामी बाटोमा हिँड्दै हामी अब स्कुल पुग्न कति 5-6 मिनट छ छैन गाइजहरू 3 मिनट पुटुङ हामी हिँड्दै यहाँसम्म आइपुग्यौँ अनि आज चाहिँ यस्तो घाम लागिरहेको छ कि घाम यस्तो पोलिरहेको छ कि छाता ओढे पनि छाता ओढेको कुनै अर्थै भएको छैन क्या साथीहरू यता पनि हेर अब हामी आउनलाई सक्यौँ बस्न दिन्थ्यो अरे अनि म चाहिँ चाँडो काम के छ भन्दाखेरि आफूले साग मात्र खोजे अरे मैले त साग धेरै खाने भएर क्या सपना नि साग मात्रै आएको हेलो साथीहरू अनि हामी चाहिँ भर्ना गरेर आयौँ अब हामीले वाटर लिएर खानेहरू वाटर लिएर कुर्दैछौँ अनि पहिला आउनु भयो अब चाहिँ हामी फर्केर बाइक अहिले बाटो नि कुरेको है अघि नै आएर बसेको नि हातवाला नि रहेछ त त्यस्तै हातवाला भनेको ल थैंक यू भैया जी भाई जी 30 रुपया लानु न 10 रुपया कमे देनु न सब्जी के भागे 50 ग्राम त कमे ल थैंक यू अघिबाट कुरेर बसेको घाम पोल्यो